जय मसीह सबैलाई। आज म स्पेसली हाम्रो देशमा भइरहेको एउटा जो घटनाहरू छ, क्रिस्चियनहरूको बिचमा भएको एउटा विवादहरू छ, यो विषयमा कुराकानी गर्न चाहन्छु र परमेश्वरको अनुग्रह तपाईहरुमा रहोस् र सबैजनाले ध्यानसँग यो कुरालाई सुन्न हुनको लागि म अनुरोध गर्न चाहन्छु र यदि कसैले ध्यानसँग सुन्नुभयो भने बुझ्नुहुनेछ। त्यही भएर यीशु ख्रीष्टले के भन्नुभयो भन्दाखेरि मत्ती 15 को 10 मा मानिसहरूलाई उहाँले बोलाउनु भयो अनि सुन र बुझ भन्नुभयो। अनि म यहाँहरु सबैलाई पहिला सुन्नुहोस् राम्रोसँग अनि त्यसपछि बुझ्नुहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। र अहिले वर्तमान समयमा यो देशमा यो राष्ट्रमा परमेश्वरको जनहरूको बीचमा भएको एउटा विवादास्पद कुराहरू छ, जसलाई चाहिँ हामी भन्नुपर्दाखेरि देशको एउटा प्रतिनिधित्व गरे बसेका मानिसहरू जो एउटा अग्रजहरू अथवा एउटा महासंघ जस्तो जिम्मेवारी सम्हालेर बस्नुभएका मानिसहरूको निम्ति मैले केही कुराहरू तयार गरेको छु र मैले उहाँहरू मध्ये कतिलाई भेटेर पनि परमेश्वरको डिभाइन अर्डर चाहिँ यो कुरा हो भनेर मैले बताइदिएको छु र उहाँहरू त्यो कुराहरू अनुसार गर्नु भएको होस् भन्ने उद्देश्यले मैले त्यो कुराहरू भनेको छु। र अहिले त्यसपछि आएर त्यो विवादहरू भइसकेपछि मैले केही परमेश्वरको वचनको माध्यमद्वारा केही कुराहरू यहाँहरू बीचमा ल्याउन चाहन्छु र सबैजनाले त्यो परमेश्वरको वचनको माध्यमलाई फलो अप गर्नुभयो भने निश्चय पनि परमेश्वरले हामीलाई यो राष्ट्रमा केही उहाँको प्रतिनिधित्व गर्नलाई उहाँले हामीलाई त्यो अनुग्रह गर्नुहुनेछ। र स्पेशली बाइबलले भन्छ पहिलो दोस्रो कोरिन्थी 5 को 17 पदमा यसो भन्छ है। दोस्रो कोरिन्थी 5 को 17 पदमा के भन्छ भने एक कारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो, त्यो नयाँ सृष्टि हो, हेर पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। बाइबलले भन्छ पुरानो बिति गएको छ, हेर हेर नयाँ आएको छ। अब यहाँनिर बाइबलको वचनलाई प्रष्टसँग बुझ्ने हो भने एक कारण कोही ख्रीष्टमा छ भने, यदि तपाई हामी मध्ये कोही मान्छे चाहिँ ख्रीष्टमा छौं भने, अन्त कुरा गरेको छैन, ख्रीष्टको कुरा गरिरहेको छौं, कोही मान्छे चाहिँ ख्रीष्टमा छ भने त्यो चाहिँ नयाँ सृष्टि हो भन्छ। अनि नयाँ सृष्टिमा चाहिँ के हुन्छ भन्दाखेरि पुरानो कुराहरू चाहिँ बितेर गएको हुन्छ। अनि जब मानिसभित्र चाहिँ त्यो पुरानो कुराहरू बितेर जान्छ त्यहाँभित्र ख्रीष्टका कुराहरू हुन्छन् अनि त्यहाँ चाहिँ नयाँ कुराहरू आउँदछ। अनि हामीले यो एउटा यो विवादास्पद कुराहरूलाई हेर्दाखेरि यहाँनिर के हुन्छ भने त्यहाँनिर कोही ख्रीष्टमा छ भने भन्ने कुराहरूलाई ध्यान दिएको पाइँदैन। अनि त्यहाँ कोही ख्रीष्टमा नभएका कुराहरू हामी देख्दछौँ। अनि यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। नयाँ सृष्टिका मानिसले नयाँ भाषा बोल्छन्, नयाँ काम गर्छन्, नयाँ प्रकारले स्वर्गीय तरिकाले जीवन जिउँछन्। उनीहरूको जीवन जिउने शैली, उनीहरूको बोली, उनीहरूको व्यवहार, उनीहरूको लिभिङ स्टाइल, वाकिङ स्टाइल, टकिङ स्टाइल, एभ्रिथिङ चाहिँ त्यो चाहिँ हरेक कुरा चाहिँ परमेश्वरको प्याटर्नमा, परमेश्वरको नमुनामा, परमेश्वरको धार्मिकतामा आधारित हुन्छन्। अनि धार्मिकतामा आधारित हुन्छन्। अनि त्यो नयाँ सृष्टिमा प्रवेश नगरेको कारणले गर्दा उनीहरूभित्र त्यो लोभ, लालच, पद, प्रतिष्ठा यो सबै पुरानो सृष्टि हो। जस्तो अहिले राज्यमा विभिन्न देशहरूमा पदको निम्ति भोटिङ सिस्टम, लडाई सिस्टम, काटमार, झगडा यो संसारको पुरानो सिस्टम हो। पुरानो सिस्टमभित्र रहेका मानिसहरूले परमेश्वरको प्रतिनिधित्व गर्दैनन्, तर परमेश्वरको अपमान गर्छन्, परमेश्वरको बदनाम गर्छन्। त्यही भएर बाइबलले भन्छ रोमीको पुस्तकमा हामी हेरौँ, रोमीको पुस्तक 2 को 24 पदले के भन्छ भने रोमीको पुस्तक 2 को 24 पदले यसो भन्छ, किनभने लेखिएको छ अन्य जातिहरूको बीचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा निन्दित भएको छ। अब यहाँनिर यो वचन तपाईले हेर्नुभयो भने
अन्य जातिहरू यो राष्ट्रमा त अन्य जातिहरूको बदनाम भइरहेको छ, अन्य जातिहरूको बिचमा त परमेश्वरको नामको बदनाम भएको छ। अब तपाईँ र मलाई परमेश्वरले यो राष्ट्रमा परमेश्वरको नामको महिमा गर्नलाई, परमेश्वरको नाम उच्च पार्नलाई हाम्रो जीवनबाट, हाम्रो चरित्रबाट, हाम्रो बोलीबाट, हाम्रो व्यवहारबाट, हाम्रो कामबाट, हाम्रो धार्मिकताबाट चाहिँ परमेश्वरको नाम हाम्रो जीवनबाट चम्किनु पर्ने थियो अनि हाम्रो जीवनबाट परमेश्वरको नाम झल्किनु पर्थ्यो। अब यहाँनिर ती मानिसहरूले अब के कुरामा चुके भन्ने कुरा म तपाईँलाई बताउँछु। ती मानिसहरू सबै परमेश्वरका मानिसहरू हुन्, तर उनीहरूभित्र जो आत्माले काम गरेको छ, जुन प्रकारको स्पिरिटले काम गरेको छ, त्यो लिडिङ गर्ने स्पिरिट चाहिँ एउटा लोभको स्पिरिट अथवा एउटा कुनै प्रतिष्ठाको स्पिरिट अथवा उनीहरूको आफ्नै नामको एउटा त्यस्तो खालको प्रतिष्ठाले गर्दाखेरि उनीहरूले परमेश्वरको नामको अपमान गर्न पुगे। उनीहरू चुके, सजिलोसँग भन्नुपर्दा उनीहरू चुके, परमेश्वरको नामको महिमा गर्न चुके। अनि उनीहरूले एउटा कुरा गरेको एउटा गल्तीको कुरा चाहिँ म बताउन चाहन्छु। त्यो के भन्छ, मेरो परमेश्वरको नाम कतै मेरो जीवनबाट अपमान त हुँदैन भन्ने कुरामा उनीहरू चुके। मेरो बोलीबाट, मेरो व्यवहारबाट, मेरो कामबाट मेरो परमेश्वरको नाम यो राष्ट्रमा अपमान त हुँदैन भन्ने कुरामा उनीहरू चुकिरहेका छन्। र हामी यदि कसै मानिसको हृदयभित्र परमेश्वरको भय छ भने र परमेश्वरको धार्मिकतामा हामी जीवन जिउँछौँ भने हामी कतै मेरो परमेश्वरको नाम त मेरो व्यवहारबाट बदनाम त भइरहेको छैन भनेर एउटा भय आउनु पर्ने हुन्छ। अनि बाइबल छ त्यो मानि धन्य हो जो परमप्रभुको भय मान्दछ भन्छ। अनि परमेश्वरको भय नै नमानी विभिन्न मानिसहरूको बिचमा संसार अहिलेको आधुनिक टेक्नोलोजीको दुनियाँमा एउटा तपाईँ उभिएर बोल्ने बित्तिकै सबै संसारभरिका मानिसले हेर्छन्। अब संसारभरिको मानिसहरूको बिचमा परमेश्वरको नाम हाम्रो जीवनबाट बदनाम भइरहेको हुन्छ। अनि जब परमेश्वरको नाम बदनाम हुन्छ हामी नभए जस्तै, बदनामै नभए जस्तै गरी बसिरहेका हुन्छौँ। अनि तपाईँ र मेरो हृदयभित्र एउटा टुट्नु पर्ने हुन्छ, एउटा दुख्नु पर्ने हुन्छ, हे प्रभु मैले तपाईँको नामको अपमान गरेको छु भनेर। अब तपाईँ र मैले बुझ्नुपर्ने कुरा यहाँनिर यदि हामीले परमेश्वरको नामको बदनाम गऱ्यौँ भने अब परमेश्वरको प्रतिनिधित्व कसरी गर्ने? हामीलाई परमेश्वरको प्रतिनिधित्व गर्न पठाउनु भयो, परमेश्वर हामीबाट देखिनलाई पठाउनु भयो, परमेश्वर हामीबाट झल्किनलाई पठाउनु भयो, परमेश्वर हामीबाट चम्किनलाई हामीलाई नियुक्त गर्नुभयो। अब त्यही कुरा हामीले गर्न सकेनौँ र हामीबाट अरू कुराहरू प्रदर्शन भयो भनेदेखि अनि कसरी परमेश्वरको नामको महिमा हुन्छ? अब हामीले बुझ्नु पर्यो। अनि त्यो चाहिँ के हो भन्दाखेरि अन्य जातिहरूको बिचमा परमेश्वरको नाउँ तिमीहरूद्वारा निन्दित भएको छ भनेर परमेश्वरले हामीलाई वचनद्वारा भन्दै हुनुहुन्छ। अनि आज तपाईँ र मैले हामीले यो अन्डरस्ट्यान्डिङ, यो बुझ्नुपर्ने कुरा चाहिँ के भने हामीले हाम्रो जीवनबाट परमेश्वरको नामको बदनाम गरिरहेका छौँ भन्ने कुरामा हामीले रियलाइज गर्नुपर्ने हुन्छ र पश्चाताप गर्नुपर्ने हुन्छ। र त्यसको पश्चाताप चाहिँ हाम्रो जीवनको निम्ति एउटा वे हो, परमेश्वरले राखिदिनुको अप्सन हो। त्यसमा पश्चाताप गरेर चाहिँ यदि मेरो आफ्नै नाउँ दिएको प्रजाले आफैलाई नम्र पारेर पश्चाताप गरेर प्रार्थना गर्छ भने म तिमीहरूको देशलाई निको पार्नेछु। अब दोस्रो कोरिन्थी 7:14 पदले भनेअनुसार हामी त्यो स्ट्यान्डर्डमा, त्यो लेभलमा, त्यो तरिकामा हामी गयौँ भने निश्चय नै परमेश्वर हामीलाई सहायता गर्नुहुन्छ। अब यदि हामी कुनै पनि प्रतिष्ठाको निम्ति, पदको निम्ति, पैसाको निम्ति, हामी आफ्नो करियरको निम्ति यस्ता कुराहरू गर्छौँ भने हामी अझै पनि पुराना छौँ, अझै पनि संसारिक नै छौँ, अझै नै हामी ख्रिस्टमा छैनौँ। अनि ख्रिस्टमा नभइसकेपछि के गर्छौँ भन्दा यो तेरो, मेरो, यो त म, यो हुन्छ। यसले के गर्छ भने परमेश्वरको नामलाई बदनाम हुन्छ। अनि यो राष्ट्रमा, यो देशमा तपाईँ र मलाई परमेश्वरले उहाँको राजदूत बनाउनु भएको छ। हामी स्वर्गको परमेश्वरको राजदूत हौँ है। हामीले यहाँ तल हेर्दै गयौँ भने म तपाईँलाई बताउँछु, हामीले राजदूतले जस्तो नेपालको राजदूतले अमेरिकामा, युएईमा, साउदीमा अनि कुनै पनि राष्ट्रमा नेपालको राजदूतले नेपालको तर्फबाट प्रतिनिधित्व गर्छ, नेपालको सरकारको प्रतिनिधित्व गर्छ। नेपालको सरकारको सबै एजेन्डाहरू, सबै क्रियाकलाप र त्यहाँ रहेका नेपालीहरूको निम्ति उनीहरूले सरकारको तर्फबाट एउटा प्रतिनिधित्व गर्छन्। अनि त्यस्तै गरी यो पृथ्वीमा स्वर्गको परमेश्वरको हामी प्रतिनिधि भइसकेपछि यो पृथ्वीमा परमेश्वरको प्रतिनिधित्व गर्नुपर्ने।
है, परमेश्वरको कानुनहरूलाई, परमेश्वरको व्यवस्थाहरूलाई, परमेश्वरको मानिसहरूलाई त्यहाँको फ्यासिलिटीहरू, त्यहाँको सबै सेवाहरू हामीले दिनुपर्ने हुन्छ। तर अब हामी स्वर्गको परमेश्वरको प्रतिनिधित्व भइसकेपछि पृथ्वीमा उहाँको प्रतिनिधित्व गरेनौँ र आएर आफ्नै मर्जीले, आफ्नै स्वार्थमा, आफ्नै तरिकाले चल्यौँ भने परमेश्वरको तर्फबाट चाहिँ हामीलाई त्यो राजदूतको पद अथवा त्यो प्रतिनिधित्व गर्ने पद चाहिँ हामीबाट परमेश्वरले खारेज गर्नुहुन्छ। किन भन्दा हामी परमेश्वरको प्रतिनिधि भएर काम गरेनौँ, आफ्नै निम्ति मात्रै बाँच्यौँ, आफ्नै घमण्डले चल्यौँ, सरकारको नेतृत्व नै गरेनौँ भने, सरकारको प्रतिनिधि नै भएर काम गरेनौँ भने निश्चय नै परमेश्वरले हामीलाई त्यो काममा त्यो कुनै व्यक्तिलाई खटाउनुहुन्छ। मेरा दाजुभाइहरू, दिदीबहिनीहरू, हामीलाई परमेश्वरले जुन जिम्मेवारी दिनुहुन्छ, जुन काम दिनुहुन्छ, त्यो काममा हामी इमान्दार भएर धार्मिकतामा काम गरेनौँ भने निश्चय नै परमेश्वरले त्यहाँबाट हटाउनुहुन्छ र जसले उहाँको भय मान्छ र उहाँको इच्छा अनुसार काम गर्छ, परमेश्वरले त्यसैलाई त्यो काममा नियुक्त गर्नुहुन्छ। र अहिले दुःख लाग्दो कुरा, हामीले यो राष्ट्रमा परमेश्वरको प्रतिनिधित्व भएर काम गर्नुपर्ने बेलामा परमेश्वरको अपमान भएको निम्ति मेरो हृदयभित्रबाट म एकदमै शोकित भएको छु। मेरो हृदय शोकले भरिएको छ। म एकदमै शोकमा परेको छु यो समयमा, किनभने हामीले परमेश्वरको नामको बदनाम गरेका छौँ, परमेश्वरको नामको अपमान हुने काम गरेका छौँ, हाम्रो अग्रजहरूले अपमान हुने काम गरेका छन्, अनि हामी सबै यो कुरामा दोषी छौँ। र अब हामी यो कुरामा परमेश्वरको भय मानेर सारा राष्ट्रलाई नै म, राष्ट्रमा भएको सम्पूर्ण प्रभुको जनहरूलाई नै म आह्वान गर्दछु कि हामी यो विषयमा चुकेका छौँ। हामी एकले अर्कालाई मिलेको देख्नुपर्ने। हाम्रो शत्रुहरू हाँसिरहेका छ, हाम्रो विरोधीहरू हाँसिरहेका छ, परमेश्वरको शत्रुहरू हाँसिरहेका छ, किनकि हाम्रो कारणले गर्दाखेरि, हाम्रो व्यवहारहरूले गर्दाखेरि। अनि परमेश्वरले हाम्रो त्यो बोल्ने ठाउँ हामीले बन्द गरिदिएका छौँ। जब हामी परमेश्वरको पक्षमा भएर काम गर्छौँ, परमेश्वर हाम्रो निम्ति बोल्नुहुन्छ। तर जब हामी परमेश्वरको एगेन्स्टमा काम गर्छौँ अनि त्यसपछि परमेश्वरले हाम्रो निम्ति बोल्न ठाउँ नै हुँदैन। त्यस कारणले गर्दा बाइबलले भन्छ, यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, र नयाँ सृष्टिका मानिसहरू त्यस्ता हुँदैनन्। झगडा पनि गर्दैनन्, लडाइँ पनि गर्दैनन्, पदको लोभी पनि हुँदैनन्, स्वार्थी पनि हुँदैनन्। उनीहरू रुपियाँ पैसाको निम्ति मानिसलाई, आफ्नो भाइलाई दोषी ठहराउँदैनन्, एकले अर्कालाई दोष लगाउँदैनन्। है, नयाँ सृष्टिका मानिसहरू उनी जहिले पनि अर्कालाई आफूलाई भन्दा श्रेष्ठ देख्छन्, अर्कालाई आफूलाई भन्दा माया गर्छन्, अरूको निम्ति प्राण दिन तयार छन्। हामी धार्मिक जीवन जिउने मानिसहरू जस्तो हामी यसु ख्रिस्टलाई पछ्याउँछौँ भन्छौँ, अनि यसु ख्रिस्टलाई पछ्याउने मानिसहरूको चाहिँ कस्तो क्यारेक्टर हुनुपर्छ भन्दा, जब यसु ख्रिस्टलाई मानिसले लगेर क्रुसमा टाँगे अनि त्यतिखेर उहाँले, हे तिमीहरूलाई पख, म तिमीहरूलाई दण्ड दिन्छु भन्नुभयो? भएन। जब मेरो राज्य आउँछ, मेरो शासन आउँछ, त्यतिखेर म तिमीलाई दण्ड दिन्छु भन्नुभयो? भएन। उहाँले के भन्नुभयो? हे पिता, यिनीहरूले के गर्दैछन् सो जान्दैनन्, यिनीहरूलाई क्षमा गर्नु भन्नुभयो। आफैलाई क्रुसमा टाँग्ने, आफैलाई कोर्रा लाउने, आफूलाई काँडी ठोक्ने मानिसहरूलाई उहाँले भन्नुभयो, उहाँले पिता यिनीहरूलाई क्षमा गर्नु, के गर्दैछन् सो जान्दैनन्। धार्मिक जीवन हो यो। धार्मिक मानिसले यो स्ट्यान्डर्डमा, यो लेभलमा आएर धार्मिक शब्दहरू बोल्छन्, आफैलाई क्रुसमा टाँग्नेलाई। अनि हामी यहाँनिर आफैलाई क्रुसमा त टाँग्नु त छोडिदिउँ, आफ्नो कुनै एउटा केही आफूले भने जस्तो नपुगेको पुर्याउने व्यक्तिलाई त्यस्तो खालको एउटा परमेश्वरको नामको बदनाम हुने कामहरू हामी कहिले पनि गर्नु हुँदैन। र यसो गऱ्यौँ भने हाम्रो व्यवहारहरूले हामीलाई देखाउँछ कि यो पुरानै सृष्टिका मान्छे हो, पुरानो सृष्टिका मान्छे हो। किनभने उसको एटिट्युडले के देखाउँछ त? पुरानो जीवनशैली, पुरानो एटिट्युडहरू देखाएको कारणले ऊ कहाँको मानिस हो भन्दा उसकै जीवनशैलीले उसैलाई बताइरहेको हुन्छ। है, हाम्रो बोलीले हामीलाई बताइरहेको हुन्छ, हाम्रो व्यवहारले हामीलाई बताइरहेको हुन्छ। मत्ती 5 अध्यायमा हामीले हेऱ्यौँ भने तिमीहरू पृथ्वीको नुन र ज्योति हो भन्छौँ। है, हामी पृथ्वीको नुन हो भने मानिसहरूमा हामी नुन जस्तो एउटा स्वादिलो हुनुपर्ने छ। ज्योति हो भने मानिसहरू हाम्रो उज्यालोमा आउनुपर्छ। अब हाम्रो जीवनबाट ज्योति चम्क्यो, नुनको जस्तो स्वाद आयो? आएन। त्यहाँ त तितोपन, खल्लोपन, अन्धकारहरू आयो, अनि देशभरिका मानिसहरू निराशमा परिरहेका छन्। अनि किन भन्दा एउटा अगुवाले चाहिँ रङ डिरेक्सनतिर बाटो लाग्छ भने सम्पूर्ण मानिसहरू त्यो खाल्डोमा पर्छ, सम्पूर्ण मानिसहरू त्यसको दोषी हुनेछन्। त्यस कारणले बाइबलले भन्छ, हेर पुरानो बिति गएको छ,
पुरानो बित्दै गएको छ, नयाँ हेर नयाँ आएको छ भन्दा अब तपाईँले नयाँ हामीभित्र नयाँ कुरा छ भने नयाँ कुरा प्रदर्शित गर्छौँ। बाइबलले के भन्छ भने यसले के भन्नु भन्दा तिमीहरूको हृदयभित्र जे कुरा छ त्यो मुखबाट बाहिर आउँछ भन्छौँ। अनि हाम्रो हृदयभित्र नयाँ कुराहरू छ भने नयाँ आउँछ, पुरानो कुराहरू छ भने त्यही पुरानो कुरा आउँछ। अनि संसारले त्यही कुरा चाहिँ हामीमा देख्छ है। अनि हामीले बुझ्नुपर्ने कुरा यो हो र यो सब परमेश्वरबाट भएको जसले हामीलाई ख्रिस्टद्वारा आफूसँग मिलापमा ल्याउनु भयो र हामीलाई मिलापको सेवा दिनुभयो। अब तपाईँ र मलाई परमेश्वरले के गर्नुभएको छ भन्दा ख्रिस्ट येशूद्वारा हामीलाई परमेश्वरमा मिलापमा ल्याउनु भयो अनि त्यसपछि हामीलाई पनि त्यही सेवा दिनुभयो, मिलापको सेवा। अब यहाँ त झगडाको सेवा पो भइरहेको छ। हामी कसको सेवा गर्दैछौँ? मिलापको सेवा भनेको हरेक मानिसलाई परमेश्वरमा ल्याउनु पर्ने, हरेक मानिसलाई धार्मिकतामा तालिम दिनुपर्ने, हरेक मानिसलाई स्वर्गीय सिद्धान्तहरू सिकाउनु पर्ने, स्वर्गीय सिस्टमभित्र डिभाइन अर्डरमा मानिसहरूलाई बिल्डअप गर्नुपर्ने। अब यहाँ चाहिँ के भएको छ भन्दा मानिसहरूलाई मिलापमा ल्याउनु होइन, मानिसहरूलाई फाटो गराउन, अन्य जातिहरू पनि छिछि र दूर दूर भन्ने अवस्थामा हामी आइपुगेका छौँ। किन भन्दाखेरि हाम्रो आफ्नै क्यारेक्टरहरूले, हाम्रो आफ्नै बोली र व्यवहारले गर्दा हामीले मिलापको सेवालाई हामीले तुच्छ ठानेका छौँ है यहाँनिर। अनि अर्थात् स्वयं ख्रिस्टमा हुनु भएर परमेश्वरले संसारलाई आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। अनि परमेश्वर स्वयं ख्रिस्ट येशूमा हुनु भएर यो संसारका जति पनि मान्छेहरू छन् जो परमेश्वर रहित मानिस छन् उनीहरूलाई परमेश्वरले आफूसँग मिलापमा ल्याउँदै हुनुहुन्थ्यो। अनि त्यो मिलापको सेवा चाहिँ अब कसले गर्नुपर्छ भन्दा हामीले गर्नुपर्थ्यो। तिनीहरूको अपराधको लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई सुम्पिदिनु भएको छ। अब संसारलाई मिलापको सन्देश चाहिँ हामीले दिएर परमेश्वरसँग मिलापको काम मिलापमा ल्याउने कामको जिम्मा चाहिँ परमेश्वरले हामीलाई दिनुभएको थियो, सुम्पिदिनु भएको थियो। तर अब हामीले के गर्यौँ? यहाँनिर परमेश्वरको नामको अपमान गरेर त्यो मिलापमा ल्याउने होइन, अब चाहिँ भएकाहरू पनि भड्केर जाने अवस्था सिर्जना भएको छ। किन भन्दाखेरि त्यो परमेश्वरले दिनुभएको जिम्मेवारीलाई हामीले बेवास्ता गरेको कारणले गर्दाखेरि। अनि दोस्रो कोरिन्थी 5:20 यसो भन्छ, एक कारण हामी ख्रिस्टको राजदूतहरू छौँ र परमेश्वरले हामीद्वारा अनुरोध गरिरहनु भएको छ, ख्रिस्टकै पक्षमा हामी तिमीहरूलाई बिन्ती गर्छौँ कि तिमीहरू परमेश्वरसँग मिलापमा आऊ। हेर अब यहाँ तपाईँले बुझ्नुपर्ने कुरा, अब एक कारण हामी ख्रिस्टका राजदूत हौँ भने हामी ख्रिस्ट येशूको राजदूत। अब ख्रिस्ट येशूको राजदूत हो भने तपाईँले ख्रिस्ट येशूको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ। जस्तो ख्रिस्टले गर्नुभयो तपाईँले र मैले त्यस्तै गर्नुपर्ने हुन्छ। अब यो यदि यो स्ट्यान्डर्डमा यो तरिकाले हामीले गर्दैनौँ भने राजदूत होइनौँ हामी। हामी हामी परमेश्वरको ख्रिस्टको राजदूतको भेषमा आएका विरोधीहरू हौँ हामीले पृथ्वीमा प्रतिनिधित्व गर्नुपर्ने हुन्छ ख्रिस्टलाई। त्यही भएर रोमी 8:19 भन्छ, यो सारा संसार चाहिँ कतिखेर परमेश्वरको पुत्रहरू खडा हुन्छ भनेर आर्तनाद गरेर बसेको छ भन्छ। यो पृथ्वी, यो धरती, यो सबै कुरा, यो सृष्टिमा भएको कुरा। अनि त्यो परमेश्वरको पुत्र भनेको येशू ख्रिस्टको स्वभाव र चरित्र तपाईँ र मेरो जीवनबाट प्रकटीकरण हुनुपर्छ। अनि त्यतिखेर चाहिँ पृथ्वीले रेस्पोन्स गर्छ हामीलाई। त्यतिखेर चाहिँ पृथ्वीले हामीलाई यस्तो गर्छ कि त्यसखेर आदर गर्न थाल्छ। हामी जे रोप्छौँ त्यो राम्रो तरिकाले फल्न थाल्छ। हामी जे गर्छौँ त्यसमा हामी सफलता पाउन सक्छौँ। त्यस कारणले गर्दा अबको समय तपाईँ र मैले ख्रिस्टको राजदूत भएर ख्रिस्टको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ है। र यहाँनिर भन्छ कि तिमीहरू परमेश्वरसँग मिलापमा आऊ किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर। अब हेर्नु, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुनेलाई परमेश्वरले हाम्रो खातिर पाप बनाउनु भयो। यसो ख्रिस्टलाई हाम्रो खातिर किन पाप बनाउनु भयो भन्दा हामी धार्मिकता बन्न सकौँ भनेर। अब यहाँनिर तपाईँ मैले धार्मिकताको मार्गहरूलाई सिकाउन सकेनौँ, पापको मार्ग मात्रै सिकायौँ भने अब पछिल्लो पुस्ताले के देख्ने? यसको जिम्मेवारी, यसको सबै लेखाजोखा चाहिँ हामीले परमेश्वरलाई दिनुपर्ने हुन्छ। र यहाँनिर हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि यो पुस्तालाई परमेश्वरले उहाँको प्रतिनिधित्व गर्न बोलाउनु भयो, उहाँको नामको महिमा गरेर बोलाउनु भयो, उहाँको नामको अपमान गर्नको निम्ति होइन, उहाँको नामको बेइज्जत गर्नको निम्ति होइन। परमेश्वरले तपाईँ र मलाई चाहिँ उहाँको नाम हाम्रो जीवनबाट प्रकटीकरण गर्नलाई। बाइबलले के भन्छ? हामी यूहन्ना 1:18 हेऱ्यौँ भने परमेश्वरलाई
कहिले कुनै मान्छेले कहिले देखेको छैन अरे, तर उहाँको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छन्। अनि परमेश्वरलाई चाहिँ कुनै मान्छे देखेको छैन। अब के गर्ने त, परमेश्वरलाई कसरी देख्दैन भने कसरी परमेश्वर देख्नु त भन्दा ख्रीष्ट येशूले चाहिँ मानिसहरूको बिचमा परमेश्वरलाई प्रकट गर्नुभयो। अनि तपाईँ र मलाई पनि यही सेवा दिनुभएको छ कि हाम्रो जीवनबाट परमेश्वर प्रकट हुनुभएको, परमेश्वर देखिनु भएको, परमेश्वर झल्किनु भएको, परमेश्वर चम्किनु भएको, अनि हाम्रो जीवनबाट परमेश्वर नदेखेर अन्य कुराहरू देखियो मानिसले, दुष्टका योजनाहरू कामहरू हाम्रो जीवनमा देखियो भने हामीले परमेश्वरको अपमान गरिरहेका छौँ, बदनाम गरिरहेका छौँ। अनि यो समयमा तपाईँ र मलाई परमेश्वरले उहाँको प्रतिनिधित्व भएर, उहाँको राजदूत भएर, उहाँको छोरा भएर, उहाँको छोरा भनेको अर्थ, उहाँको पुत्र भनेको अर्थ चाहिँ उहाँको स्वरूप हामीमा हुनु हो, उहाँको क्यारेक्टर हामीमा हुनु। अनि यतिका वर्षसम्म यो राष्ट्रमा भएका ती अग्रजहरू भएर बसेका मानिसहरूले परमेश्वरको पुत्र भनेको के हो, परमेश्वरको क्यारेक्टर भनेको के हो, परमेश्वरको इमेज भनेको के हो, त्यो अहिलेसम्म नबुझेको मैले पत्तो पाएँ। मलाई दुःख लागेको छ कसरी चाहिँ हामीले चर्च चलाएका छौँ, हामीले कसरी चाहिँ मण्डलीहरू हाकेका छौँ, कसरी के शिक्षा दिएका छौँ मण्डलीमा। हामी एउटा परमेश्वरको पुत्रको इमेजमा देखा पर्न सकेनौँ, हाम्रो परमेश्वरको छोरा जस्तो बिहेभियर हामी संसारलाई देखाउन सकेनौँ भने कसरी चर्च हाँकिरहेका छौँ। स्टप इट, स्टप, यो बन्द गर्नु, यो सबै कुरा बन्द गर्नु। कुनै पनि परमेश्वरको जन हो भने त्यसले परमेश्वरलाई प्रदर्शन गर्ने काम गर्छौँ, परमेश्वरलाई झल्काउने काम गर्छौँ, परमेश्वर देखिने काम गर्छौँ। अनि डाँडामा, तिमीहरू डाँडामा बसालिएको सहर भन्छ। डाँडामा बसालिएको सहर त हो, तर सबै थोत्रे भत्किएको घरहरू, बाहिरबाट हेर्दा तलबाट हेर्दा सबै दुम्ची लोक्ने दुलो जस्तो, भित्र बुवाचाहरू लुकेको। डाँडामा त छ तर बुवाचाहरू लुकेको। अनि हाम्रो जीवन त्यो बुवाचाहरू लुकेको थोत्रे ओडारहरू जस्तो, सिस्नु घारी जस्तो जीवन होइन। हामी डाँडामा बसालिएको, बिजुली बत्ती बलेको, सुन्दर सुन्दर रङ लगाएको एउटा रमाइलो डाँडामा बसालिएको सहर जस्तो, जसमा मानिसहरूले हेर्दा पनि रमाउने, हा कति राम्रो सुन्दर सहर। परमेश्वरको राज्य, परमेश्वरको घराना, परमेश्वरको परिवार त मानिसहरूले हेर्दाखेरि कस्तो अचम्मको, कति सुन्दर। म पनि यो उहाँहरूको येशू ख्रीष्टलाई म पनि विश्वास गर्छु, मेरो पनि यस्तै जीवन देख्न चाहन्छु भन्ने यो दिनको प्रतीक्षा परमेश्वरले गरिराख्नु भएको छ। यो दिन हाम्रो समाजमा, हाम्रो राष्ट्रमा आइपुग्नु पर्ने छ। यो समयको प्रतीक्षा परमेश्वर गर्दै हुनुहुन्छ है। तपाईँ र मैले बुझ्नुपर्ने कुरा। अनि सबै मानिसहरू एउटा अन्धा भएर तपाईँ र म हिँड्छौँ भने अन्धाले अन्धालाई डुर्यायो भने दुइटै खाल्डोमा पर्छ। तपाईँको आँखाहरू खोलिनुपर्छ। येशू किन आउनुभयो? हामीले एशियाको पुस्तक 11 अध्यायमा हेऱ्यौँ भने र लुकाको पुस्तक 4 अध्यायमा हामीले त्यहाँ हेऱ्यौँ भने परमप्रभुको आत्मा म माझी छ, उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति, अन्धाहरूलाई दृष्टि दिनको निम्ति, कैदमा परेकोहरूलाई छुटकारा दिनको निम्ति। अनि तपाईँ र हामी कसको कैदमा पऱ्यौँ? कसले अन्धो बनाएर राख्यो? बाइबलले भन्छ यस संसारको देवले अविश्वासीहरूको समाजलाई अन्धो बनाइदिएको छ। अनि हामी अन्धो भयौँ भने अविश्वासी जस्तो भयौँ, विश्वास नगर्नेहरू जस्तो कामहरू गरेको, हाम्रो कामहरूले विश्वास नगर्ने जस्तो मानिस देखाइदियो भने हामी संसारमा के गर्छौँ? परमेश्वरको अपमान गर्छौँ। अनि हामी त्यस्तो व्यक्तित्व हुनको लागि परमेश्वर बोलाउनु भयो, परमेश्वरको प्रतिनिधित्व गर्नको लागि। यो राष्ट्रमा, यो देश नेपालमा परमेश्वरको प्रतिनिधित्व गर्न तपाईँ र मलाई यस ठाउँमा राख्नुभएको छ। परमेश्वरको हामीबाट देखिन चाहनुहुन्छ। बाइबलले भन्छ स्वर्ग मेरो सिंहासन हो, पृथ्वी मेरो पावदान हो। अनि पावदान भनेको के हो भन्दा हामीभित्र परमेश्वर वास गर्नुहुन्छ र हामीबाट परमेश्वर हिँड्न डुल्न चाहनुहुन्छ, अनि हामीबाट परमेश्वर देखिन चाहनुहुन्छ। अनि हाम्रो शरीरमा हामी मर्नुपर्छ र हामीभित्र ख्रीष्ट जिउनुपर्छ। हाम्रो इच्छाहरू, पाप स्वभावहरू, पुरानो जीवनहरू हामीभित्र मर्नुपर्छ र हामीभित्र ख्रीष्ट जिउनुपर्छ। अनि ख्रीष्ट देखिनुपर्छ, ख्रीष्ट झल्किनुपर्छ। बाइबलले जीवन जिउँ, बाइबलको वचन अनुसार जीवन जिउँ। यस कारणले तपाईँ र मैले जे जति गर्छौँ राष्ट्रमा, मानिसहरूको अगाडि, यो अन्य जातिहरूको सरकारको अगाडि, अन्य जातिहरूको जनप्रतिनिधिहरूको अगाडि, अनि जति पनि वरिपरिका अरू रिलिजन्स मान्नेहरूको अगाडि हाम्रो व्यवहार, हाम्रो जीवनशैली कसरी प्रस्तुत गरेका छौँ?
के परमेश्वरको इमेज प्रस्तुत गरेका छौँ या दुष्टको इमेज प्रस्तुत गरेका छौँ। यसैले परमेश्वरको महिमा हुने काम गर्छ र अपमान हुने काम गर्छ। अनि बाइबलले भन्छ, हेर म चाँडै आउँदैछु, हरेक मानिसलाई त्यसले गरे अनुसारको इनाम दिने इनाम मसँग छ भन्छ। लुका के अरे प्रकाशको पुस्तक 22 अध्यायको 12 पदमा तपाईँले हेर्नुभयो भने तपाईँले त्यहाँनिर भेट्टाउनुहुनेछ, हेर हेर म चाँडै आउँदैछु, हरेक मानिसले त्यसले गरे अनुसारको दिने इनाम मसँग छ भनौँ। अनि तपाईँ र म के गर्छौँ त भन्दाखेरि अब त्यो इनाम पाउन योग्य काम गरौँ भने म सम्पूर्ण नेपालमा भएको प्रभुका जनहरू, अग्रजहरू, विभिन्न सङ्घ संस्था सम्प्रदाय, महासङ्घ, विभिन्न समाजहरू, इसाई समाज, विभिन्न सबै परिस्थितिहरू जहाँ जहाँ तपाईँ जुन जुन ठाउँमा हुनुहुन्छ त्यो ठाउँबाट परमेश्वरको प्रतिनिधित्व गर्नु, परमेश्वरलाई झल्काउने काम गर्नु, परमेश्वर देखिने काम गर्नु, परमेश्वर तपाईँको जीवनबाट चम्किने काम भयो भने निश्चय नै परमप्रभुले हाम्रो देशमा हामीलाई, हाम्रो शत्रुहरूलाई पनि हाम्रो बसमा राख्नुहुनेछ। किनभने बाइबलले भन्छ परमेश्वरको इच्छा अनुसार जीवन जिउनेलाई चाहिँ शत्रुहरूलाई पनि त्यसको अधीनतामा ल्याउनुहुन्छ। यहाँ त शत्रुहरू हाम्रो वरिपरि हामीलाई मार्न र कुट्न तयार छन्। किन भन्दा हामी परमेश्वरको प्याटर्नमा, परमेश्वरको इमेजमा, परमेश्वरको क्यारेक्टरमा, परमेश्वरको पुत्रत्वमा बिल्डअप नभएको कारणले गर्दा हरेक कुराहरू हाम्रो एगेन्स्टमा आइरहेको छ। अब तपाईँ र मैले बुझ्नुपर्ने कुरा, चाँडोभन्दा चाँडो हरेक मानिस यो देशमा, यो राष्ट्रमा म एउटा आह्वान गर्छु, यो राष्ट्रका सम्पूर्ण प्रभुका जनहरू मिलेर एउटा पश्चातापको सभा आयोजना गर्नको लागि म आग्रह गर्न चाहन्छु। यदि पश्चातापको सभा आयोजना गरेर सम्पूर्ण राष्ट्र नै ल्यान्डअप भएर पश्चाताप गरेनौँ भने हामीमाथि परमेश्वरको योजनाहरू पुरा नहुन सक्छ र हाम्रा शत्रुहरूले हामीलाई कैद गरेर अनन्त दण्डको लागि तयार गर्नेछौँ। जब हामी परमेश्वरको धार्मिकता अनुसार परमेश्वरको इमेजमा बिल्डअप हुन्छौँ, निश्चय नै हामीलाई परमेश्वरले पृथ्वीमा यो राष्ट्रमा शासन गर्नलाई, यो राष्ट्रमा परमेश्वरको प्रतिनिधित्व गर्नलाई, उहाँको इमेजद्वारा हामीले हरेक कुरालाई माथि शासन गर्नलाई परमेश्वरले हामीलाई त्यो क्यापेसिटी दिनुहुनेछ। यहाँहरू सबैले अवश्य पनि बुझ्नुभयो भने म विश्वास गर्छु परमप्रभु परमेश्वरले सबैलाई आशिष दिनुभएको। धन्यवाद।